नमस्ते। आज फेरि पनि हामी कक्षा 10 को अर्को समस्या लिइरहेका छौं। ज्यामितीय समस्या यस प्रकार रहेको छ। एउटै आधार र उही समानान्तर रेखाहरू बीच रहेका त्रिभुजको क्षेत्रफल सचको क्षेत्रफलको आधा हुन्छ। यानी कि त्रिभुजको क्षेत्रफल र सचको क्षेत्रफल यहाँ दुईटा हुन्छ। एउटा त्रिभुज हुन्छ, अर्को चाहिँ के हुन्छ, सच हुन्छ। यो त्रिभुजको क्षेत्रफल त्यहाँ भएको सचको क्षेत्रफलको के हुन्छ, आधा हुन्छ। यसलाई हामी प्रमाणित गरेर हेरौं। एउटा आधार हामी बनाउँछौं र यो आधारसँग अर्को एउटा के गर्छौं त, समानान्तर रेखा तान्छौं। अब यो BC भन्ने एउटा आधार हामी गर्यौं र यो BC सँग समानान्तर रेखा अर्को यहाँ मानौं A र यो E लेख्यौं। A र E एउटा के रहेछ त, AE रेखा र BC रेखा यो दुईटै रेखाहरू के छ, समानान्तर छ। अब यो समानान्तर रेखा यो दुईटा रेखाहरूको बीचमा एउटा के बन्या छ, त्रिभुज बन्या छ। हामी त्रिभुज बनाइदिन्छौँ। एउटा त्रिभुज यसरी बनाइदिन्छौँ। एउटा त्रिभुज बनाइदियौँ। अर्को के रहेछ भन्दाखेरि यही आधारमा अर्को सच बन्या छ। सच भनेको एउटा यसरी समानान्तर चतुर्भुज बनाइदिन्छौँ। अब यसमा ABC एउटा त्रिभुज भयो र एउटा सच BCE र यो मानौँ यहाँ D। एउटा त्रिभुज ABC एउटा त्रिभुज भयो र यही आधारमा अर्को के रहेछ त, सच DBCE एउटा के रहेछ, सच भयो। अब यो त्रिभुजको क्षेत्रफल यो सचको क्षेत्रफलको के हुन्छ, आधा हुन्छ भनेर यहाँ भनिएको छ। त्यसलाई हामी प्रमाणित गरेर हेर्छौं। ल यहाँ हामी लेख्छौं, गिभन एउटै आधार भनेको मतलब दुईटै त्रिभुज र सचको आधार एउटै रहेको छ। त्यो भनेको के हो, एउटै आधार, त्यो भनेको आधार BC र उही समानान्तर भनेको मतलब BC र AE समानान्तर भनेको BC प्यारेलल AE को बीचमा त्रिभुज के रहेछ, त्रिभुज ABC र सच के रहेको छ भने DBCE रहेको छ। यी छन्। अब यो त्रिभुजको क्षेत्रफल यो त्रिभुजको क्षेत्रफल यो सचको क्षेत्रफलको के हुन्छ, आधा हुन्छ। भनेको मतलब त्रिभुजको क्षेत्रफल त्रिभुज ABC को क्षेत्रफल के हुन्छ भनेको मतलब सचको क्षेत्रफलको आधा 1/2 सच कति त भन्दा DBCE को क्षेत्रफल यो हुन्छ भनेर हामीले प्रमाणित गर्नुपर्ने हुन्छ। अब यसमा पनि एउटा हामीले छोटकरीको लागि हामी प्लान बनाउँछौँ। छोटो हुन्छ, यसलाई हामीले प्लान लेख्छौँ यसलाई। अनि यो मानौँ यो के गरौँ त भन्दा DF लम्ब तानिदियो केमा, BC मा तान्यौँ। DF लम्ब BC मा हामी तानिसकेपछि अनि त्यसपछि हाम्रो के हुन्छ, यहाँ प्रुफमा आउँ, प्रमाण यहाँ छ, यहाँ स्टेटमेन्ट र अर्को यतातिर हामी रिजन लेख्छौँ, कारणहरू। यहाँ तथ्यहरू र अर्को चाहिँ के रहेछ त, कारणहरू यसरी लेख्छौँ। 1 नम्बरमा हामी आउँ। 1 नम्बरमा त्रिभुज ABC बराबर 1/2 त्रिभुजको क्षेत्रफल के हुन्छ, आधार इन्टु उचाइ भनेको मतलब त्रिभुज ABC को क्षेत्रफलको फर्मुला आधार भनेको आधार के रहेछ BC इन्टु अनि यसको उचाइ कति रहेको छ, DF भनेको मतलब त्रिभुजको क्षेत्रफलको फर्मुला के हुन्छ त, 1/2 अथवा हाफ आधार इन्टु उचाइ। आधार र उचाइको गुणाको आधा चाहिँ के हुन्छ भने त्रिभुजको क्षेत्रफल हुन्छ। हामी यहाँ कारण लेख्छौँ, त्रिभुजको क्षेत्रफल भएको, त्रिभुजको क्षेत्रफल भएकोले
त्यसै गरी नम्बर 2 मा अब हामी यो त्रिभुजको भयो। अब अर्को चाहिँ के रहेछ त सच। सच के रहेको छ? सच DBCE को क्षेत्रफल के हुन्छ? हामीले यो भन्दा अगाडिको भिडियोमा हेर्यौं। सचको क्षेत्रफलको फर्मुला के हुन्छ? आधार इन्टु उचाइ। आधार के रहेछ? BC इन्टु उचाइ कति रहेको छ? DF। यसमा हामी लेख्छौं सचको क्षेत्रफल भएको कुरा। सचको क्षेत्रफलको फर्मुला हुन्छ हैन। त्यसैले अब नम्बर 3 मा के गरौँ? त्रिभुज ABC बराबर 1/2। अब यो BC इन्टु DF, यहाँ पनि BC इन्टु DF छ भने यो BC इन्टु DF को सट्टामा हामी के लेख्छौं भन्दाखेरि सच DBCE। यो के रहेछ भन्दाखेरि त्रिभुज ABC को क्षेत्रफल कति भन्दाखेरि 1/2 सच DBC को क्षेत्रफल। किन भन्दाखेरि यसको पनि आधार उचाइ उही हो र यसको पनि आधार उचाइ उही हो। त्यसकारण आधार उचाइ सेम भएकोले हामीले त्रिभुज ABC को क्षेत्रफल बराबर के हुन्छ त सच DBCE को क्षेत्रफलको आधा हुन्छ। यहाँ हामी लेख्छौं कारणमा यो तथ्य 1 र 2 अनुसार। किनभने यो तथ्य कहाँ दिएको छ भन्दाखेरि 1 र 2 मा दिएको छ। त्यसकारण 1 र 2 अनुसार यो भयो। हामीले निकाल्नु पर्ने के छ भन्दा यही निकाल्नु पर्ने छ। त्रिभुज ABC को क्षेत्रफल बराबर हाफ सच DBCE को क्षेत्रफल हामीले निकाल्यौं। त्रिभुज ABC को क्षेत्रफल इक्वल्स टु हाफ सच DBCE। यो क्षेत्रफल निस्कियो, प्रुभड भनेर लेख्छौं। यसरी के भयो त हाम्रो समस्याको समाधान भयो। र पक्कै पनि यो भिडियो हेरेर तपाईहरुले लाइक कमेन्ट गर्न छुटाउनु हुने छैन। र म यहाँहरु सम्पूर्णलाई विनम्र अनुरोध गर्छु भरपूर मात्रामा लाइक कमेन्ट दिनु होला। र फेरि पनि हामी अर्को समस्या लिएर अर्को भिडियोमा आउने छौं। धन्यवाद, नमस्कार।